नमस्कार। लोकसभा तयारीको अनलाइन क्लासमा स्वागत छ। आज हामीहरूले बजेटको बारेमा बुझ्छौँ है। बजेट हाम्रो बजेट भाषण भइसकेको छ। सङ्घीय बजेट भाषण भइसकेको छ। सङ्घीय बजेट जेठ 15 गते हाम्रो अर्थमन्त्री स्वर्ण वाग्लेद्वारा भाषण भएको थियो। अब हाम्रो जुन यो बजेट जुन भाषण भयो त्यो बजेट चाहिँ कतिको भाषण भयो त? कति यसपालिको आर्थिक वर्ष 83-84 को लागि कति पैसा सरकारले सार्वजनिक गरेको छ देश विकासको लागि है, त्यो कुराहरूको बारेमा हामी बुझौँ। यसपालिको सरकारले हाम्रो बजेटको 21 खर्ब 24 अर्ब 34 करोड रुपैयाँ के गरेको छ भने आर्थिक वर्ष 83-84 को लागि विनियोजन गरेको छ। यो बजेट है पहिलाको बजेटको भन्दा 25.2% ले बढी हो भनेर बुझ्नुपर्छ। यो जुन बजेट छ हाम्रो पहिलाको जुन बजेट थियो 19-64-11 थियो, 19 खर्ब 64 अर्ब 11 करोड थियो। तर अहिलेको बजेट 21 खर्ब 24 अर्ब 34 करोड रहेको छ, जुन पहिलाको बजेट भन्दा अहिलेको बजेट 25.2 ले बढी हो भनेर हामी बुझ्नु पर्छ। अब अर्को कुरा के हो भने यो जुन यो बजेट विनियोजन भयो, यो यति पैसा एक्चुअली आउँछ कहाँबाट? सरकारको घरमा कि उहाँहरूले विकास गर्नुहुन्छ भने हामीले के बुझ्नुपर्छ भने यो पैसा हाम्रो राजस्वबाट आउँछ है, वैदेशिक अनुदानबाट आउँछ है, त्यसपछि वैदेशिक ऋणबाट आउँछ, त्यस्तै आन्तरिक ऋणबाट आउँछ है। यी पैसाहरू विभिन्न खण्डबाट आएर के हुन्छ त हाम्रो बजेट निर्माण हुन्छ र देशको विकासमा चाहिँ प्रयोग हुन्छ। जस्तै कि राजस्वबाट यसपालि 14 खर्ब 4 अर्ब 31 करोड रुपैयाँ आयो। त्यस्तै वैदेशिक अनुदानबाट 61 अर्ब 74 करोड रुपैयाँ आयो। ठिक त्यस्तै वैदेशिक ऋणबाट सरकारले के गर्छ भने जब बजेट तयार गर्छ र केही पैसा अपुग हुन्छ है, बजेट निर्माण गर्न गाह्रो हुन्छ, त्यो अपुग भएको पैसालाई सरकारले के गर्छ त ऋण लिन्छ, लोन लिन्छ। त्यो दुई थरीको हुन्छ, एउटा वैदेशिक ऋण हुन्छ र एउटा आन्तरिक ऋण हुन्छ है। त्यस्तै सरकारले वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब 28 करोड रुपैयाँ लिएको छ भने आन्तरिक ऋणबाट 4 खर्ब 10 अर्ब रुपैयाँ लिएको छ भनेर हामी बुझ्नु पर्छ। यति कुरा बुझेर बजेटबाट हाम्रो पर्याप्त हुन्छ। यो कुराहरू जति पनि साथीहरूले खरिदार र सुब्बाको लागि तयारी गर्नु भइरहेको छ भने यो कुराहरूलाई नोट गरेर राख्नु होला है। यो हाम्रो तपाईको सामान्य ज्ञान खण्डको क्वेसनबाट जोडा मिलाउमा यो सोधिन्छ है। राजस्व चाहिँ कति थियो, वैदेशिक अनुदानबाट कति आयो, यस्ता कुराहरू है। अब हामीले के बुझ्नुपर्छ भने यसभन्दा पहिलाको जुन हाम्रो बजेट थियो जुन 82 सालको, त्यो 82 सालको बजेटमा है आर्थिक वृद्धि दर है, आर्थिक वृद्धि दरको लक्ष्य 6% राखेको थियो भने अहिले चाहिँ 7% राखेको छ भनेर हामी बुझ्नुपर्छ। यसभन्दा पहिला प्रति व्यक्ति आय 1517 डलर कायम थियो भने अहिले 1534 डलर कायम गरिएको छ भनेर बुझ्नुपर्छ। अर्को यसभन्दा पहिला महँगाई बढ्ने, मुद्रास्फीति दर भनेको यो महँगाई हो। जब यो के हुन्छ, यो जब बढ्छ नि त देशमा आफत आउँछ है। त यसभन्दा पहिला 5.5 थियो भने अहिले चाहिँ आर्थिक वर्ष 83-84 मा है सरकारले के गरेको छ, मुद्रास्फीति दरलाई 6% मा सीमित राख्ने लक्ष्य सरकारले राखेको छ भनेर हामी बुझ्नु पर्छ। यो बजेटको सन्दर्भमा हाम्रो बजेट कति हो है, जुन यो बजेट छ कुन बजेट कहाँबाट आयो है, त्यसपछि हाम्रो आर्थिक वृद्धि दर कति कायम भएको छ, प्रति व्यक्ति आय कति कायम भयो है, त्यसपछि मुद्रास्फीति दर कतिमा सीमित राख्ने छ, इत्यादि कुराहरूको बारेमा हामीले यो बजेटको टपिकबाट पढ्यो है। यस्तै फर्मेटिभ भिडियो लाउनको लागि तपाईले मेरो पेजलाई फलो गरिदिनु होला ताकि म पछि यस्तै अरू पनि भिडियो लिएर आउँ। धन्यवाद।